यदि तपाईसँग एनटीसी को सिम छ भने खुसीको कुरा छ। अब तपाईको डाटा प्याक सकिए भने तपाईको मेन ब्यालेन्सबाट पैसा काटिने छैन। यसको लागि तपाईले आफ्नो मोबाइलमा एउटा सेटिङलाई डिसेबल गर्नुपर्ने हुन्छ। त्यो कसरी म देखाउन जान्छु। यदि तपाई एनटीसी सिम प्रयोगकर्ता हुनुहुन्छ भने जस्ट तपाई डायल प्याडमा जानु होला। डायल प्याडमा *444# गराउनु होला। जस्ट डायल गर्नु होला। अब यहाँनिर प्लिज चुजमा तपाईले 4th नम्बरको अप्सन देख्न सक्नुहुन्छ। इनेबल डिसेबल PAYG पे एज यु गो भन्ने अप्सन छ। यसलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। रिप्लाईमा 4 रिप्लाई गर्नु होला। अब अर्को स्क्रिनमा डाटा पे एज यु गो मा पहिलो अप्सन सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसैले गर्दा डिसेबल गर्नको लागि 1 रिप्लाई गर्नु होला। 1 लेखेर रिप्लाई गरिदिनु होला। अब हेर्न सक्नुहुन्छ युर PAYG डाटा सर्भिस डिसेबल भनेको छ। यसलाई एकपटक चेक गर्न चाहनुहुन्छ भने डिसमिस गरेर जस्ट *444# गर्नु होला। डायल गर्नु होला। अब अर्को स्क्रिनमा फेरिबाट रिप्लाईमा 4 लेखेर रिप्लाई गर्नु होला। अब स्टेटस चेक गर्नको लागि 3 रिप्लाई गर्नु होला। अब हेर्न सक्नुहुन्छ PAYG स्टेटस डिसेबल देखाएको छ। यसको अर्थ अबदेखि तपाईको डाटा ब्यालेन्स सकिए पनि तपाईको मेन ब्यालेन्सबाट पैसा काटिने छैन। आशा गर्दछु यो भिडियो हेरिसकेपछि तपाईले पनि यसलाई डिसेबल गर्नुभएको छ। यो भिडियोलाई साथीहरु माझ पनि शेयर गरिदिनु होला र यो पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्नु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।